हेर्नुस् है दर्शकबिनहरू, यो चाहिँ मेची सहकारीको यो मिनरल्स यो उत्पादन भनौँ मतलब मिनरल वाटर बनाउने उद्योग जो कि 3 करोडमा चर्चा पाएको थियो। यो चाहिँ अहिले अन्डर कन्स्ट्रक्सन रहेछ। चाहिँ सायद मलाई लाग्छ यो टाइलहरू लाउनुको लागि यो यसरी गर्नुपर्छ। यसो हुँदा के राम्रो पक्ष छ भने तपाईको दब्दैन। यहाँ चाहिँ विभिन्न अब देख्नु हुँदैछ गेटबाट गाडीहरू आउँदाखेरि यसो हुँदा चाहिँ लङ एन्ड लास्टिङ भयो। यसरी हुँदाखेरि चाहिँ देख्नुहुन्छ तपाईको तलमाथि हुने समस्या चाहिँ अन्त्य हुन्छ। यसरी देख्नुहुँदैछ। अब चाहिँ टाइल्स यसरी यो फ्लोरमा यसरी टाइल्स लाग्छ देख्नुहुँदैछ। अनि यो चाहिँ उद्योग बनाउनु यसरी हाइट चाहिँ लगभग तपाईको 25 फुट जति माथि होला। यसो हुँदाखेरि गुमुक्क हुने डर हुँदैन। त्यो भन्नुको मतलब टेम्परेचर एक स्थिर रहन्छ। जस्तो कि अब बाहिरको टेम्परेचर 30 छ भने भित्रको 25-20 मा रहन्छ। जबकि यहाँ तपाईको हाइट 10 फुट मात्र भयो भने तपाईको निकै गर्मी हुन्छ। अत्याधिक गुमुक्क भएर यहाँ चाहिँ अक्सिजनको सप्लाई हुँदाखेरि मिनरलहरू पनि छिटो बुझ्ने अनि तपाईको इम्प्लोयर्सहरूलाई पनि स्वास्थ्यमा पनि अलिकति बाधा पुग्छ। यो चाहिँ यसरी हाइजेनिक हुनु अति आवश्यक छ। देख्नु हुँदैछ यो। अब मिनरल वाटर निकाल्नको लागि नर्मल पानी यसरी ल्याउन सकिन्छ है। यसरी आउने यहाँबाट पानी आउँछ। अनि देख्नु हुँदैछ तपाईहरुले यो एभ्रिथिङ इज सर्टिफाइड। अलिकति राम्रै रहेछ। यो यतिको चाहिँ हुनैपर्छ। न्यूनतम पनि रुल्स एन्ड रेगुलेसन्स फ्याक्ट्रीको यति चाहिँ हुनैपर्छ है। यसरी अब यो चाहिँ कति मजबुत छ या छैन यो चाहिँ मेरो जानकारीको विषय भएन। जहाँसम्म मलाई लाग्छ मेरो आँखाले चाहिँ राम्रै देखिएको छ। अनि जमिनमा चाहिँ तपाईले देख्नुहुँदैछ यसरी यो पिलर्सलाई चाहिँ अलिकति मजबुत होस् पकडोस् भनेर यसरी गरेको। अनि यो चाहिँ त्यो सँगसँगै यहाँ चाहिँ मिनरल्सहरू बस्ने ठाउँ भयो भने यहाँ चाहिँ अफिसहरू रुम भयो। यसरी देख्नुहुँदैछ। यो चाहिँ यसो हुँदा भिडभाड हुँदैन। यो चाहिँ देख्नुहुँदैछ अफिस अनि स्टाफ रुमहरू उहाँको लजिङहरू गर्ने ठाउँ। ल देख्नुहुँदैछ। ल यति भन्दै मेरो ब्लग चाहिँ सर्ट्स यहीँ अन्त्य गर्न चाहन्छु।